सुन त कालिम्पोङमा हिउँ परेको छ अरे यसपालि जानुपर्छ त म यो जाने हो यसले पैसा दिइसक्यो तँले ह्यात तेरि यार जानुहुन्थ्यो यार मेरो हजुरआमा बित्नु भयो यार हो यही दाइले तैँले अप्सन भन्ने छुट्टीको लागि अब घुम्न जानु पर्ने त त्यही पनि यार यो दाइले कहिले पहिला स्कुल भने होइन ए यसपालि बाउले बाइक दिनुहुन्न यार नदिनु भनेछ ए केही छैन यसको बाइक खाली छ त्यसमा भएर जाने होइन अर्कै बहाना छ छैन होइन लिएपछि पैसै पो छैन त पैसै नभएर त मलाई जाने मान्छे हो त भन्दा ल सही छैन कि पैसा भए भए त म साले त्यत्रो कमा त्यो पनि केही छैन म हाफ हालिदिन्छु यसले हाफ हालिदिन्छ अर्को मन्थमा स्यालेरी आएपछि दिने भएन अब चाहिँ मलाई हिउँबारे एलर्जी छ अति भएन भनिदिउँ क्या अस्ति भर्खर यो हिउँ खेल्न गएको गर्लफ्रेन्डसँग त्यही त अहिले त्यतिखेर एलर्जी भएन ए यार त जाने कि नजाने कसरी भन्ने यार जानुहुन्थ्यो यार मेरो मम बिरामी हुनुहुन्छ यार अर्को वर्ष पक्का है अर्को वर्ष जाने यसपालि त्यस्तै भयो यार है जानु त हुन्छ नि माइन्ड नगर केटा है म गएँ तैँले यस्तै गर्छ भयो छोडिदिनु त होइन अब के अब पैसाको प्रब्लम भयो मै हालिदिन्थेँ अब छैन भने त अब आमै बिरामी रहेछ के गर्नु ए पैसा हालिदिन्यो जाउँ न त हिउँ खेल्नु तेरो आमा मजा ए निकै भइसक्यो